हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। माता तीर्थ औँसी लगायत आमाको मुखेर्ने दिनको सबै आमाहरूलाई धेरै धेरै शुभकामना। आफ्नो जन्मदिने आमालाई खुवाउन जान नपाए पनि म चाहिँ मेरो घरमा हुनुभएको घरमा दिने आमाको लागि मिठो मिठो बनाएर खुवाउँदैछु। यता चाहिँ मैले कुखुराको मासु बसालेँ, कुखुराको मासु फ्राई हुनको लागि छोडिदिएँ। अनि आज चाहिँ मैले भिडियो बेलुकाको बनाउँदैछु। बिहानमा पनि बनाउनु त मैले खानाहरू मजाले बनाएर खुवाएको थिएँ, अचार तरकारी। बिहान चाहिँ मासु बनाएन मम्मीले, अनि यता चाहिँ खसीको मासुको लागि मैले तेल बसाल्दैछु। अनि सबैको सामानहरू पनि रेडी गरिसकेको थिएँ, प्याज टमाटर काटेर। अनि मासु ओइरेर पनि मरमसला हालेर पनि मजाले पाकिसकेको थियो। हेर्दामा कस्तो मिठो भएको थियो, तर हजुरहरूले देख्दा चाहिँ कलर डिस्कलर भए जस्तो देख्नु होला, तर खाँदा एकदमै मिठो भएको थियो, यम्मी यम्मी भएको थियो। अनि यता मैले पुलाउको लागि चामल भिजाएर रेडी गरेको थिएँ। अनि मैले जिरा हालेर पुलाउ बनाएँ। अनि म खाना बनाउँदै चाहिँ मेरो बेबी उठिसक्नु भएको थियो। अनि बेबी उठेर प्राउन खान थाल्नुभयो। कस्तो मिठो गरेर मैले प्राउन फुराएको थिएँ, कस्तो मजाले खाएको छ नि, हेर्नु न मेरो बाबुले। अनि यता चाहिँ मेरो सबै सामानहरू रेडी भइसकेको थियो, केक ल्याउनु भएको थियो। अनि मम्मीले आमालाई टिका लगाइदिनु भयो, मम्मीको आमालाई। अनि मेरो बुढाले मम्मीलाई टिका लगाइदिनु भयो, मम्मीलाई आशीर्वाद दिँदै। अनि के मैले पनि अनि लगाइदिएँ। मेरो बुढाले भिडियो बनाइदिनु न भनेको, यस्तो के लामो तेर्सो बनाएर होइन, ठाडो बनाएर भिडियो बनाइदिनु भएछ। त्यही पनि केही छैन, ठिकै छ, जस्तो बनाउनुहुन्छ त्यस्तैमा खुसी हुनुपर्छ भन्ने क्या। तर त्यसो बनाइदिनु भनेको, हेर्नु यस्तो बनाइदिनु भएछ। अनि मैले पनि मम्मीलाई टिका लगाइदिएँ, आमालाई लगाइदिएँ। अनि दुवाई खुवाइदिन्छु, के भन्ने, अलिअलि आशीर्वाद दिन्छु नि क्या। हामीले आशीर्वाद दिएर त के हुने होइन हुन त, त्यही पनि उहाँहरूको आशीर्वाद चाहिँ सधैँ हामी माथि रहिरहोस् भन्न चाहन्छु। सबै आमाहरूलाई दिलैदेखि ह्याप्पी मदर्स डे। मम्मीलाई चाहिँ धेरै सम्झेको थिएँ आज भन्दाखेरि, मम्मी पनि बिरामी हुनुभएछ। यो भोइस कभर पनि गर्न सकिरहेको छैन मैले बोलेर। अनि यहाँ मम्मीहरूले केक काट्नुभयो, केक लिएर आइदिनु भएको थियो। मम्मीहरूले चाहिँ केक काट्नुभयो, रमाइलो गर्नुभयो। मेरो बाबु चाहिँ यता खेलिरहेको थियो आफ्नै पारामा। उसले भनेको कुरा भएन भने चाहिँ यहाँ फेरि रुवाबासी चलिहाल्छ, उसको रुवाबासी हामी हेर्न सक्दैनौँ। त्यही हो, बच्चाहरू रोएको कसले हेर्न सक्छ र, होइन र। अनि मम्मीहरूले चाहिँ केक काट्नुभयो। अनि हामीले यता खानाको लागि सबैजनालाई मैले खाना दिएँ। खानामा मैले के बनाएको थिएँ त हजुरहरूलाई देखाइहालेँ। अचार चाहिँ मैले बिहान नै बनाएको टिफिनमा हालेर राखेको थिएँ। खानासाना खाएर काम सकाएँ। अनि मेरो बाबु चाहिँ टिभी हेरेर सुतिरहेको थियो। आजको भिडियो चाहिँ यति नै। सबैजनालाई आमाहरूलाई ह्याप्पी मदर्स डे, बाई बाई।